हामी एक ऐतिहासिक अध्ययनको क्रममा नेपालको पौराणिक पश्चिमी सिमाना अर्थात् गोर्खाली सेनाले 1806 देखि 1809 सम्म आफ्नो नियन्त्रणमा राखेको पश्चिमी किल्ला काँगडा अध्ययन गर्न गइरहेका छौं। यो एक ऐतिहासिक किल्ला हो जहाँ नेपाल र भारतको इतिहास कोरिएको छ। 3 वर्षको अवधि यहाँ नेपाली अर्थात् गोर्खाली सेनाले आफ्नो राज्य विस्तारको क्रममा यो किल्लालाई आफ्नो नियन्त्रणमा लिएको देखिन्छ। हामी यो किल्ला अध्ययन गर्नको लागि त्यहाँ जब पुग्छौं, नेपाली भन्ने बित्तिकै त्यहाँ बडो सम्मान र इज्जतै भएको हामीले महसुस गर्यौं। हामीले त्यहाँ कर्मचारीलाई बिहान चाँडै पुगेको अवस्थामा हामीसँग टिकट पनि थिएन र त्यहाँ अनलाइन टिकट काट्नुपर्ने, अनलाइन टिकट काट्न हामीसँग त्यो सुविधा पनि थिएन। त्यसैले उहाँहरूले एकछिन पछि आउनुस् र यो व्यवस्था हामी मिलाइदिउँला भन्नुभयो र हामी सँगै घुमफिर गर्दै रह्यौं। यहाँ पुग्ने बित्तिकै एकजना वृद्धले हामीलाई सोधखोज गरी हामी नेपालबाट आएको भन्ने बित्तिकै उहाँले त्यहाँ नुहाउने, पानी खाने र बिहान फ्रेस भएर एकछिन पछि आउनुस् भनेर उहाँले हामीलाई धारो देखाइदिनु भयो। हामी जब धारामा गयौं, उहाँले घरबाट एकजनालाई बाल्टिन, जग र साबुन हामीलाई पठाइदिनु भएको रहेछ। हामी त्यहाँ नजिकै रहेको त्यो धाराको पानी खायौं र त्यहाँ गएर हामीले बिहानको नुहाई धुवाई सबै काम गर्यौं। उहाँले पानी हामीलाई देखाइदिनु भएको थियो। त्यो धारामा गएर हामीले आफ्नो नुहाई धुवाई गर्यौं। बिहानको नित्य कर्म गरिसकेपछि त्यहाँबाट हामी किल्लातिर आयौं र किल्लामा त्यहाँ भएका कर्मचारीले हाम्रो नेपाली पैसा हेर्न खोज्नुभयो। हामीले नयाँ नयाँ नोट रहेछन् र 4-5 वटा साना साना नोटहरू पनि उहाँहरूलाई उपहार स्वरूप दियौं, इज्जतपूर्वक राख्नुभयो। त्यसपछि हामी किल्लातर्फ बढ्यौं। यो जुन हामीले पानी खाएको पोखरी चाहिँ के पानी खाएको कुवा अर्थात् त्यहाँको धारा यही नै हो। त्यहाँबाट हामी आफ्नो जुन लक्ष्यतर्फ प्रस्थान गर्यौं। त्यो किल्ला हाम्रो लागि एउटा अनुपम थियो। हाम्रो नेपाली सेनाले अर्थात् हाम्रो गोर्खाली सेनाले 1806 देखि 9 सम्म शासन गरेको त्यो किल्ला हेर्ने रहर उत्कट हामीमा थियो र हामी त्यो किल्लाको मूल गेटतर्फ लाग्यौं। यो सुन्दर गेट, यो जुन किल्ला प्रवेश गर्ने गेट हो, यहाँबाट अब हामी किल्लातर्फ जाँदैछौं। यो वरिपरिको भूभाग हेर्नुस्, हरियाली, त्यहाँ बीचमा खोलाको बीचमा मोजी र बाणगंगा खोलाको बीचमा टापु छ। त्यो टापुमा कहीँबाट जान सकिन्न, जाने एउटै यही गेट मात्र हो। त्यहाँ अर्को वरिपरि हेर्नुस् केही पनि छैन। यहाँ भिर छ, खस्यो भने तल पुग्छ, कतैबाट जान सक्ने अवस्था छैन। त्यस्तो सुरक्षित ठाउँमा त्यो किल्ला बनाइएको हामीले पायौं र हामी यो अध्ययनको क्रममा अब यो जुन मेन गेटबाट भित्र हामी प्रवेश गर्दैछौं। अब हामीले के छ त यहाँ भित्र के देखियो त्यो हामी तपाईलाई देखाउन गइरहेका छौं। यो एउटा इतिहास हो। तपाई नेपाललाई माया गर्नुहुन्छ, नेपालको इतिहास र नेपालको पौराणिक कथालाई जान्न चाहनुहुन्छ भने एकचोटी यसलाई राम्रोसँग हेर्नुस्। तपाई आउन नसके पनि कमसेकम यसलाई मनन गर्नुस् र तपाई त्यहाँ पुगेको अनुभव गर्नुस्। संयोगले हामी यहाँ आइपुगेका छौं र हामी यो गेटबाट अब भित्र प्रवेश गर्न लागिरहेका छौं। हेर्नुस् त कस्तो छ गेट। एउटा यदि सानो गेट छ, अरु कहीँबाट त्यहाँ जान सकिन्न। यहाँ किन पनि सुरक्षित तवरले बनाइएको छ भने त्यो गेटबाट भित्र कुनै 5-7 जना मान्छे बस्ने हो भने त्यहाँ हजारौं लाखौं अरु आफ्नो दुश्मनलाई सजिलै परास्त गर्न सकिन्छ। किनकि एउटा सानो साँगुरो बाटो हुँदै जानुपर्छ। त्यसले गर्दा सानो संख्यामा भित्र हुँदा पनि सुरक्षा दिन सकिने अवस्था यहाँ भित्र रहेको छ, जुन कुरा हामी तपाईलाई देखाउन गइरहेका छौं। यो किल्ला एक ऐतिहासिक किल्ला हो। हेर्नुस्, हामी भित्र छिरिसकेपछि यस्तो भर्याङवाला साँगुरो बाटो हुँदै हामी अगाडि बढ्दै छौं। हेर्नुस्, यो बाटो हामी अगाडि बढ्न लागिरहेका छौं। यो साँगुरो छ। यो किल्ला प्रवेश गर्ने बाटो हो।
जुन गेट हामीले अघि देखाएका थियौँ त्यो गेटबाट हामी भित्र प्रवेश गरिसकेका छौँ। अब यस्तो लामो सुरुङ किल्ला नै किल्ला हुँदै हामी अगाडि बढिरहेका छौँ। हामी 3 जना साथीहरू यो ऐतिहासिक भ्रमण हाम्रो जुन काँगडा किल्लाको छ, हामी हेर्नुहोस् त यहाँ यो किल्ला हुँदै यहाँबाट छिर्यौँ र हामी अब माथितिर लागिसकेका छौँ। किल्लाको धेरै माथि पुगिसक्यौँ। अब यहाँबाट चारैतिर देख्न सकिन्छ र तल खोला छ, एकदम डरलाग्दो हेर्न नसकिने किसिमको। त्यहाँबाट खस्यो भने केही पनि अस्तित्व त्यहाँ रहँदैन। त्यहाँ कतैबाट जान सकिने अवस्था पनि छैन। यो त्यतिखेर बनाइएको, यो 1900 सालतिरको अर्थात् 1905 तिरको भूकम्पले धेरै क्षति पुर्याएर त्यसलाई केही मर्मत गरिएको भन्ने पनि त्यहाँ सुन्न पाइयो। यहाँ एक अनुपम र यो एकदम अविस्मरणीय क्षण हो हाम्रो लागि। हाम्रो इतिहास जुन नेपाल र इन्डिया दुवैको इतिहास हो, त्यसलाई हामीले अध्ययन गरिरहेका छौँ। हामी यहाँ घुमिरहेका छौँ। यो सामरिक स्थिति युनानी, मुगल, गोर्खाली, सिख र अङ्ग्रेज समेतले यस किल्लामा धेरथोर आफ्नो श्रम लगाएका छन्, केही मजबुती बनाएका छन्। यहाँ जान दिल्लीबाट 771 किलोमिटर बस यात्रामा त्यहाँसम्म पुग्न सकिन्छ। गोर्खाली सेनाले आफ्नो यो साम्राज्य विस्तारको क्रममा 1806 मा यो किल्लालाई आफ्नो नियन्त्रणमा लिएको थियो र 1809 मा रणजित सिंह र संसार सिंह चन्दले गठबन्धन गरेर पुनः गोर्खाली सेनालाई त्यहाँबाट लखेटी यो किल्ला आफ्नो नियन्त्रणमा लिए र 1846 पछि अङ्ग्रेजको अधीनमा गयो। यसरी गोर्खाली सेनाले त्यहाँ यो गठबन्धन र अङ्ग्रेजसँग पनि पछि लड्नु पर्यो। नेपालको इतिहास अनुसार पूर्वमा टिस्टा पुगेथे, पश्चिममा किल्ला काँगडा भनेर राष्ट्रकवि हाम्रो माधव घिमिरेले आफ्नो कवितामा उल्लेख गर्नुभएको छ। यसले के देखाउँछ भने नेपालको सिमाना, पश्चिमी सिमाना एक समय यहाँसम्म पुगेको थियो। भन्न त सतलज र रावी नदीसम्म पुगेको छ, पाकिस्तानसम्म नेपालको सिमाना थियो भन्नेहरू पनि इतिहासमा कतै कतै भेटिन्छ, तर त्यसको तथ्य छैन। तर काँगडा किल्ला नेपाली सेनाले अथवा गोर्खालीले नियन्त्रणमा लियो भन्ने तथ्य यो भारतको इतिहास र नेपालको दुवैतिरको इतिहासमा देखिन्छ। 3 वर्ष झन्नै यो किल्ला नेपाली सेनाको नियन्त्रणमा रहेको प्रष्ट हुन्छ। ल हेर्नुहोस् त, हामी अहिले यो किल्लाको सबैभन्दा माथिल्लो भागमा आइसकेका छौँ। यो एक अनुपम किल्ला छ। माथिल्लो भागमा सम्म डबली छ, चारैतिर देख्न सकिन्छ शत्रुको अवस्था के छ यो माथिबाट देख्न सकिन्छ। बैठक गर्न सक्ने समथल भाग समेत माथि सबभन्दा माथिल्लो भागमा यहाँ रहेको छ यो किल्ला। हेर्नुहोस् त, यो एउटा सुरक्षा घेरा हो। यहाँबाट धेरै कुराहरू सजिलै अनुमान लगाउन सकिन्छ, शत्रुमाथि आक्रमण गर्न सकिन्छ। यस्तो नमुनाको रूपमा यो किल्ला बनाइएको छ। हामी यात्रा गर्दैछौँ। आउनुहोस् तपाईँ पनि एकछिन सँगै यो यात्रा गरौँ। यसरी विभिन्न ढोकाहरूको विभिन्न नामहरू दिएको छ। विभिन्न गेटहरूलाई अलग अलग नाम दिएर त्यसको जुन त्यहाँ योगदान दिने योद्धाहरूको सम्मान गरिएको समेत यहाँ देख्न पाइन्छ। यो ऐतिहासिक काँगडा किल्लाको भ्रमणमा हामी टाढा नेपालदेखि 4-5 दिन लगाएर आएका छौँ। यो चारैतिर किल्लाको सबैभन्दा माथिल्लो भागबाट देख्न सकिने यो सुन्दर दृश्य हो। चारैतिर हामी यसलाई घुमाएर देख्छौँ। हेरौँ कति रमाइलो छ। एउटा इतिहास पनि हो। यो इतिहास जान्नुपर्छ। किताबमा हामीले पढेका छौँ। आज तपाईलाई यो हेर्ने अवसरसम्म हामीले जुटाएका छौँ। हामीसँग कुनै सुविधा सम्पन्न क्यामेरा र साधनहरू नभए पनि सामान्य मोबाइलले खिचेर तपाईसँग यसलाई ल्याउने हामीले जुन प्रयत्न गरेका छौँ, यो हेर्नुहोस् र यसलाई मनन गर्नुहोस्।
तपाईँ नेपाली हो भने आउनुहोस् हेरौँ। यो किल्लाको सबैभन्दा माथिल्लो भाग हेर्नुहोस् त, माथिल्लो भागमा पनि यस्तो डबली छ। त्यहाँ